सो तपाईलाई थाहा हुनसक्छ कि म चाहिँ एउटा टिम बिल्डिङ फेसिलिटेटर पनि हो अनि टिम बिल्डिङ चाहिँ इट्स बिकमिङ मोर पपुलर धेरै पपुलर पनि हुँदैछ धेरै सङ्घ संस्था कम्पनीहरूले चाहिँ टिम बिल्डिङमा इन्ट्रेस्टहरू देखाइरहनु भएको छ अनि जेनरली टिम बिल्डिङ प्रोग्राम चाहिँ फाइनलाइज हुने प्रोसेसमा चाहिँ के हुन्छ नि फर्स्ट स्टेप चाहिँ के हो भन्दाखेरि गएर पहिला म्यानेजमेन्ट एचआरसँग बसेर कुरा गर्छौँ उहाँहरूको रिक्वायर्ड आउटकम्स के हो डिजायर्ड आउटकम के हो अनि एक्सपेक्टेसन्सहरू के छ त्यो हिसाबले चाहिँ हामीले प्रोग्राम डिजाइन गर्छौँ कस्टमाइज गर्छौँ अनि त्यसमा अलिकति डिस्कसन्स पनि हुन्छ डिजाइन्समा अझ ट्विक्सहरू हुन्छ त्यसपछि जब वेन एभ्रिवान्स ह्याप्पी हामी त्यसलाई फाइनलाइज गर्छौँ तर त्यो इनिसियल फेजमा चाहिँ एउटा क्वेसन चाहिँ जेनरली आइरहेको हुन्छ कि यो बाहिर टिम बिल्डिङ भनेर हामी खेलाउने हो गेम्सहरू खेलाउँछौँ हँसी मजाक हुन्छ सबैजनाले रमाइलो लाग्छ तर इफेक्टिभ हुन्छ र यसमा इन्भेस्ट गर्नु केही फाइदा छ र भनेर क्वेसन्सहरू आइरहेको हुन्छ अब यसको एन्सर दिनलाई चाहिँ त्यति सिम्पल छैन अलिकति कम्प्लेक्स छ सो धेरै कारणहरू छ जसले गर्दाखेरि चाहिँ टिम बिल्डिङ तपाईँको संस्थाको लागि कम्पनीको लागि एकदमै इफेक्टिभ हुनसक्छ र धेरै कारणहरू छ मेबी टिम बिल्डिङ तपाईँको लागि उपयुक्त नहोला सो टिम बिल्डिङ इफेक्टिभ नहुनुको कारणहरू चाहिँ के होला सो टिम बिल्डिङ तपाईँको टिमको लागि उपयुक्त नहुनुको कारण एउटा चाहिँ के हुनसक्छ भन्दाखेरि तपाईँको म्यानेजमेन्ट अथवा सिइओ एचआरले चाहिँ डायग्नोसिस गरिसक्यो कि प्रब्लम के छ सो फेसिलिटेटरले आएर तपाईँसँग इनिसियल मिटिङ राख्दाखेरि नै तपाईँ के भन्नुहुन्छ नि कि मेरो टिममा चाहिँ यो समस्या छ त्यहाँ एउटा टक्सिक खालको कल्चर क्रिएट भइरहेछ किनभने दुईजना चाहिँ एकदम ब्याड एप्पल्स छन् उनीहरूलाई चाहिँ तपाईँले म्यानेज गरिदिनु पर्यो भन्ने हुनसक्छ अथवा मेरो टिम चाहिँ त्यति मोटिभेटेड अहिले फिल भइरहेको छैन किनभने उनीहरूसँग फ्री टाइम धेरै छ सो उनीहरूलाई चाहिँ अझ वर्कलोड बढाउनु पर्ने जरुरत हामीले देखेका छौँ त्यो हिसाबले चाहिँ तपाईँले टिम बिल्डिङको थिम बनाइदिनु पर्यो सो इन अ वे तपाईँलाई प्रब्लम पहिले नै डायग्नोसिस गरिसक्नु र जब सिइओ र एचआरले प्रब्लम पहिले डायग्नोसिस गर्छन् त्यसको मतलब के हुन्छ भन्दाखेरि वेयर नट द प्रब्लम सिइओ एचआर म्यानेजमेन्ट चाहिँ प्रब्लम होइन स्टाफ टिम मेम्बर्सहरू मात्र प्रब्लम हो भनेर इम्प्लाइ गरेर हुन्छ विच मे नट बी द केस यसले तपाईँलाई राइट एक्युरेट एन्सर नदिन सक्छ सो टिम बिल्डिङमा जाँदाखेरि चाहिँ इट्स भेरी इम्पोर्टेन्ट कि तपाईँ एकदम ओपन माइन्ड लिएर जानुहोस् तपाईँको इन्टेन्सन नै एक्टिभ लिसनिङ हुनुपर्छ म आफ्नो टिमलाई आज भोलि 2 दिन 3 दिन चाहिँ सुन्छु उनीहरूले के भन्न खोजेको के इम्प्लाइ गरिरहेछन् त्यो बुझ्छु उनीहरूले नभनेको कुरा के छ भन्न नसकेको कुरा के छ त्यो म बुझ्छु यदि म साइडमा बसेँ भने कसले चाहिँ लिडरसिप रोल खेल्दो रहेछ सो यु आर जस्ट देयर एज एन अब्जर्भर त्यो भयो भने अझ इफेक्टिभ हुन्छ हैन सो अनदर रिजन अर्को कारण जसले गर्दाखेरि चाहिँ टिम बिल्डिङ उपयुक्त नहुन सक्ने कारण चाहिँ के हुनसक्छ भने तपाईँ चाहिँ सबै टिम मेम्बर्सलाई खुसी पार्न चाहिँ खोजिरहनु भएको छ सबैलाई गएर रमाइलो गराउने अनि उनीहरूको फिडब्याकले चाहिँ तपाईँलाई भ्यालिडेट गर्छ हैन इफ यु आर एन एचआर म्यानेजर मलाई चाहिँ सबै स्टाफले आएर वा तपाईँ जस्तो एचआर म्यानेजर कोही छैन तपाईँले गरेको यो टिम बिल्डिङ्स अहिलेसम्मको सबभन्दा राम्रो हो भनेर भनिदियोस् भन्ने इफ यु लुकिङ फर कम्प्लिमेन्ट्स फिसिङ फर कम्प्लिमेन्ट्स भ्यालिडेसन त्यो भने इफेक्टिभ नहुन सक्छ किनभने त्यो गरेर तपाईँले सबैलाई कम्फर्ट जोनको बाहिर लिएर जानै सक्नुहुन्न र जब कम्फर्ट जोनबाट बाहिर जाँदैन लर्निङ केही पनि हुँदैन सो त्यो अर्को कारण हुनसक्छ अर्को कारण चाहिँ आउटकम क्लियर नहुनु हामी किन गर्दैछौँ के को लागि गर्दैछौँ भन्ने खालको आउटकमै क्लियर नहुने र यो आउटकम आफूलाई मात्र क्लियर नहुने होइन कि आफूलाई क्लियर भयो भने पनि स्टाफ मेम्बर्सहरूलाई क्लियर नगर्ने हामी यो के कारणले गर्दैछौँ यो स्टाफ रिट्रिट मात्र भनेको छ यो पिकनिक हो कि त्यो पनि क्ल्यारिटी छैन टिम बिल्डिङ प्रोग्राम फर्मल हो इन्फर्मल हो सबैजना पार्टिसिपेट गर्न पर्ने गर्न नपर्ने के पनि थाहा छैन अनि देयर ओन्ली एक्सपेक्टिङ हो गयो रमाइलो गर्ने आउने भन्ने एक्सपेक्टेसन्स हुन्छ अनि त्यो एक्सपेक्टेसन्स पहिले नै म्यानेज नगरेको हुनाले पनि यो इफेक्टिभ नहुन सक्छ है सो टिम बिल्डिङ प्रोग्राम चाहिँ अलिअलि पिकनिक अलिअलि फर्मल अलिअलि इन्फर्मल अलिअलि टिम बिल्डिङ जस्तो देखिन्छ जुन चाहिँ अन्तिममा गएर केही पनि हुँदैन है सो त्यो क्ल्यारिटी नभएर पनि टिम बिल्डिङ प्रोग्राम्सहरू इफेक्टिभ नहुन सक्छ र टिम बिल्डिङ प्रोग्राम कसरी चाहिँ यसलाई उपयुक्त बनाउन सकिन्छ अथवा इफेक्टिभ बनाउन सकिन्छ भन्दाखेरि फर्स्ट थिङ चाहिँ
सकेसम्म अफिस इन्भाइरोमेन्टबाट बाहिर लगेर टिम बिल्डिङ गराउनुपर्छ है। सो अफिस इन्भाइरोमेन्ट भने के हो भन्दाखेरि वी स्पेन्ड मोर टाइम, हामी अफिसमा बढी टाइम स्पेन्ड गर्छौँ घरमा भन्दा बढी होइन। 8-9 घन्टा हामीले अफिसमा स्पेन्ड गरेर हुन्छौँ, त्यति लामो टाइम घरमा स्पेन्ड गरेर हुँदैनौँ, कमसेकम कन्सियसली अथवा अवेकिङ आवर्स त्यति धेरै हुँदैन, हामी बिउजेको समय त्यति लामो हुँदैन। सो अफिसमा पनि हाम्रो एउटा प्याटर्न बनिसकेको हुन्छ कि हामी 2-3 वर्ष काम गरेपछि अथवा 1 वर्ष काम गर्दाखेरि पनि हामी अफिसको गेटभित्र छिर्ने बित्तिकै धेरै कुरा चाहिँ अटो पाइलटमा गइरहन्छौँ, हामी रिफ्लेक्ट गरेर हुँदैनौँ, हामी अवेरनेस युज गरेर हुँदैनौँ, अटो पाइलटमा हामी काम गरिरहेको हुन्छौँ। सो त्यो अटो पाइलटमा काम गर्ने ठाउँमा चाहिँ हामीले चेन्ज लिएर आउन, रिफ्लेक्सन गर्न त्यति सजिलो हुँदैन। जब त्यो इन्भाइरोमेन्टबाट हामी बाहिर जान्छौँ तब चाहिँ तपाईँको प्याटर्न ब्रेक हुन्छ। जुन प्याटर्न तपाईँले अफिसमा जाँदाखेरि युज गरिरहनु भएको हुन्छ त्योभन्दा बाहिर आएर त्यो अर्कै प्याटर्नमा हामीले काम गर्न पायौँ भने, अर्कै इन्भाइरोमेन्टमा काम गर्न पायो भने प्याटर्न चेन्ज गर्नलाई सजिलो हुन्छ, प्याटर्न अब्जर्भ गर्नलाई सजिलो हुन्छ, अवेरनेस लिएर आउनलाई सजिलो हुन्छ, रिफ्लेक्सन गर्नलाई सजिलो हुन्छ है। सो त्यो इन्भाइरोमेन्टबाट बाहिर लिएर आयो भने चाहिँ अझ इफेक्टिभ हुन्छ। एउटा एकदम सिम्पल इक्जाम्पलको लागि चाहिँ तपाईँ घरमा सुत्दाखेरि नै पनि भनौँ न, यु युजली स्लिप अथवा मोस्ट अफ द टाइम 99% अफ द टाइम तपाईँ बेडको एउटै साइडमा सुत्नुहुन्छ कि किन भन्दाखेरि हामीले प्याटर्नहरू क्रिएट गऱ्यो भने तपाईँको मेन्टल लोड कम हुन्छ, हाम्रो एनर्जी कन्जम्सन कम हुन्छ। हरेक दिन डिसाइड गर्नु परेन आज म बेडको लेफ्टमा सुतौँ कि राइटमा सुतौँ, किन सुतौँ, यो सबै वर्कलोड घटाउनलाई पनि हामी प्याटर्न्समा काम गरेर आउँछौँ। सो त्यो प्याटर्न रेकग्निसन चाहिँ सजिलो हुन्छ इन्भाइरोमेन्टबाट बाहिर गएपछि। अर्को कारण जुनले चाहिँ यो टिम बिल्डिङ प्रोग्राम तपाईँको टिमको लागि इफेक्टिभ हुन सक्ने कारण चाहिँ के हो हुनसक्छ भने, इफ तपाईँले चाहिँ आउटकम तपाईँलाई थाहा छ के हो, किन चाहिएको छ र तपाईँले यो कुरा चाहिँ तपाईँको टिम मेम्बरलाई पनि कम्युनिकेट गर्नुभएको छ, त्यो भयो भने इफेक्टिभ हुन्छ। अर्को कारण यो टिम बिल्डिङ प्रोग्राम तपाईँको टिमको लागि उपयुक्त हुने कारण अर्को के हुनसक्छ भन्दाखेरि, टिम बिल्डिङ प्रोग्राम सकिएपछि पनि तपाईँले रेगुलर इन्टरभेन्सन गरिरहनु भएको हुन्छ, अकाउन्टेबिलिटी चेक गरिरहनु भएको हुन्छ। जुन कमिटमेन्ट तपाईँको टिमले चाहिँ टिम बिल्डिङ प्रोग्राममा गर्नुभएको थियो त्यो टिमसँग चाहिँ चेक गरिरहनुहुन्छ, नट विकली, नट मन्थली, इट कुड बी मेबी क्वार्टरली, हरेक 3 महिनामा एकचोटि चाहिँ तपाईँले भेटेर ओके वाट्स ह्यापनिङ, हामीले लास्ट टिम बिल्डिङमा यो कमिट गरेका थियौँ, हामी त्योतिर गइरहेछौँ छैनौँ, केले अब्स्ट्रक्सन गरिरहेछ। अनि इट कुड बी यु डुइङ इट, तपाईँको एचआर म्यानेजरले गर्न सक्छ, तपाईँले गर्न सक्नुहुन्छ, अथवा यु क्यान एक्चुअली कोही अर्को व्यक्तिलाई, अर्को टिम मेम्बरलाई छानेर उसलाई चाहिँ यो कमिटीको लिडर अथवा यो प्रोजेक्टको लिडर बनाउन सक्नुहुन्छ, जसले चाहिँ क्वार्टरली हरेक 3 महिनामा टिमसँग चेक गरोस् हामी कहाँ छौँ। टिम बिल्डिङ प्रोग्राम भएको 3 महिना भयो, अब हाम्रो कमिटमेन्ट यति यो थियो टिम बिल्डिङ प्रोग्राममा, अब हामी कहाँ पुगेका छौँ, हामी कहाँ डेभिएसन भयो, के मोटिभेसन कहाँनिर कम भयो, हामीले जे कमिटमेन्ट गरेका थियौँ त्यो कहाँनिर पुगेको छ, यो सबै सो बेसिकली फलोअप गर्नु पऱ्यो। तपाईँले फेसिलिटेटरलाई पेमेन्ट गर्नुपर्छ भन्ने त्यो शङ्का छ भने पनि इन्टरनल पनि गर्न सकिन्छ, तर फलोअप चाहिँ चाहियो है। यो फलोअप भयो भने चाहिँ सायद टिम बिल्डिङ उपयुक्त पनि हुन्छ हैन। अनि अर्को कारण यो टिम बिल्डिङ उपयुक्त हुने कारण चाहिँ के पनि हुनसक्छ भने, म्यानेजमेन्ट, सिइओ, म्यानेजर, एचआर सबैजना पार्ट अफ द टिम भयो भने उनीहरू चाहिँ धेरै जसो टिम बिल्डिङ प्रोग्राममा चाहिँ अर्गनाइजर्सहरू चाहिँ सिइओज, एचआरहरू चाहिँ अलिकति साइडमा बसेर हामी त अर्गनाइजर हो तपाईँहरू चाहिँ पार्टिसिपेट गर्नु भनिरहनु भएको हुन्छ। यसले चाहिँ इट डजन्ट त्यो हायरार्की क्रिएट गरेर हुन्छ कि, अनि तपाईँहरूलाई चाहिँ अथवा सिइओज, एचआरहरूलाई चाहिँ अझ बसको रूपमा हेरेर हुन्छ, अनि उनीहरू त्यति खुलेर पार्टिसिपेट गरेर आउँदैन। सो त्यो हायरार्की ब्रेक गर्न सक्यो भने अझ इफेक्टिभ हुन्छ। अनि धेरै सङ्घ संस्थाहरूले चाहिँ आफ्नो सिइओजहरूलाई चाहिँ अथवा एक्जिक्युटिभ म्यानेजर्सहरूलाई चाहिँ ओभरनाइट गरिरहनु भएको छ अथवा रेसिडेन्सियल गरिरहनु भएको छ भने पनि उहाँहरूलाई चाहिँ सिङ्गल रुम चाहिने, अरूहरूलाई चाहिँ डबल, ट्रिपल, क्वाड्रुपल जसमा सेयर गरे पनि हुने भन्ने खालको मेन्टालिटीले पनि हायरार्की क्रिएट गर्छ र यसले चाहिँ टिम बिल्डिङलाई हेल्प गर्दैन है। सो त्यो भएन भने पनि इट बिकम्स मोर इफेक्टिभ अथवा अझ बढी उपयुक्त हुन्छ जस्तो लाग्छ। यो चाहिँ भनौँ न जेनरल कुराहरू जसले चाहिँ टिम बिल्डिङ इफेक्टिभ, नट इफेक्टिभ बनाउन सक्छ अथवा उपयुक्त अनुपयुक्त बनाउन सक्ने कारणहरू जेनरल हो।
यो बाहेक अरू कारणहरू पनि छ जुन चाहिँ सङ्घ संस्थासँगै स्पेसिफिकली रिलेटेड हुन्छ। तपाईँहरूलाई पनि टिम बिल्डिङमा इन्ट्रेस्ट छ भने, तपाईँको टिमको लागि कन्डक्ट गर्नको लागि इन्ट्रेस्ट छ भने तपाईँले हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ अनि हामीसँग कुरा गरेर वी क्यान डिजाइन अ प्रोग्राम। तर फेरि यो कस्तो हुन्छ के हुन्छ, यदि तपाईँले कहिले टिम बिल्डिङ नै गराउनु भएको छैन, मलाई खालि यसको एउटा स्वाद चाहिन्छ भन्ने जस्तो लाग्छ भने पनि हामीलाई यु क्यान जस्ट गिभ अस अ कल, हामीलाई फोन गर्नुहोस्। हामी आएर 1 घन्टा 2 घन्टाको प्रोग्राम तपाईँलाई फ्रीमा पनि गराउँछौँ, कम्प्लिमेन्ट्री पनि गराउँछौँ कमसेकम एकचोटि। अनि त्यसले गर्दाखेरि तपाईँलाई पनि थाहा हुन्छ टिम बिल्डिङ के हो, कसो हो, इफेक्टिभ हुन्छ हुँदैन। यो चाहिँ हामीले तपाईँको इन अफिस नै गराउन सक्छौँ। र काठमाडौँभित्र हो भने चाहिँ कम्प्लिटली फ्री हुन्छ। अब काठमाडौँ बाहिर हो भने चाहिँ अभियसली ट्रान्सफर, फुड, अकोमोडेसनको चाहिँ चार्जेस लाग्छ हाम्रो ट्रेनर्स, फेसिलिटेटर्सहरूको लागि है। सो दिस इज इट। टिम बिल्डिङ चाहिँ हामीले फेस गरेको क्वेसन्सहरू, च्यालेन्जेसहरू, कन्सर्न्सहरू चाहिँ यही हो। यसलाई मैले सक्दो एड्रेस गर्न खोजेको छु। अनि यसबाहेक अरू पनि तपाईँसँग प्रश्न छ, जिज्ञासाहरू छ भने पनि प्लिज लेट अस नो। हामीलाई थाहा दिनुभयो भने हामी त्यसलाई एड्रेस गर्न कोसिस गर्नेछौँ।